सम्पूर्ण साथीहरु नमस्कार। आज म सल्लेरीदेखि सोताङसम्मको यात्रामा छु र यात्राको निमित्त म आफ्नो बाइक धुदैछु, किनभने यो धुने पनि सर्भिसिङ पनि गर्ने। यो बाइक धोइएन भने फेरि यो बाटोतिर सर्भिसिङ गरिएन भने समस्या आउँछ भनेर म यो वर्कसपमा आएको छु। अनि म अहिले बुढीडाँडा आइपुगेँ र यहाँ तपाईँ देख्न सक्नुहुन्छ अत्यन्तै सुन्दर सिनहरू, सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ। यो पारीपट्टिको लोखिम गाउँ। अनि यहाँ चाहिँ मैले करिबन 2 वर्ष शिक्षण पेसा अवलम्बन गरेका थिएँ। यहाँ जनता माध्यमिक विद्यालय भने यो माथिको यो सेतो भएको यो हाइलाइटेड एरिया चाहिँ जनता माध्यमिक विद्यालय हो। अनि यहाँ अत्यन्तै सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ। यो फुलुङकोशी गाउँपालिकाको वार्ड नम्बर 9 पर्छ। अनि यहाँबाट खोटाङ नजिकै यो जुबु गाउँ देख्न सकिन्छ। अनि यो सोताङ गाउँपालिका सँगै जहाँ चाहिँ म जाँदैछु यो सोताङ गाउँपालिका वार्ड नम्बर 1 अनि गौरीटार। अनि यतातिर यो पारीपट्टि यो सेतो धर्सा जस्तो देख्ने ठाउँ चाहिँ यो महाकुङ गाउँपालिकाको क्षेत्र पनि पर्छ। यहाँबाट देख्न सक्छौँ गाह्रो। अनि अत्यन्तै सुन्दर ठाउँ छ। यो अमला प्रशस्तै फलेको छ, यहाँबाट देख्न सकिँदैन, तर यहाँ अमला एकदमै राम्रो अमला फलेको छ यो ठाउँमा। पारीको मैले बिग्री छेउमा आइपुगेको छु। तपाईँ देख्न सक्नुहुन्छ यो पारीको वाको कृषि गाउँपालिका वाको भन्ने ठाउँ। यहाँको सुन्दर हरियाली वन जङ्गल गर्न सक्छौँ। अनि पारीपट्टि जङ्गल सालगाडी छ। अनि पारीपट्टि देख्ने भएको सोताङ बिरालो जमिन छ। वन जङ्गलमा हल्का मौसम यो छ, त्यही पनि अलि बादल लागेको देख्न सक्छौँ। अनि सबै सालगाडी सालले ढाकेको रागो यो। अनि यो चाहिँ बाटो, यता हुँदै म सोताङ जान्छु। यो बाटो हुँदै सोताङ प्रस्थान गर्छु। अनि बाइक म डिप्ली ठाउँमा आइपुगेको छु। अनि यो चाहिँ फुलुङकोशी गाउँपालिका र सोताङ गाउँपालिका दुधकोशी नदी यो नेपालको सबैभन्दा ठुलो नदीहरूमध्ये पर्छ। यो 2 वर्ष अगाडिको बाढीले निकै वितण्डा मच्चाएको थियो। यहाँ 2वटा नदी त्यो परको भाग 2वटा नदी इन्थु र दुधकोशी जोडेको भाग हो। अवलोकन गर्न सक्छौँ यो नदी नेपालकै ठुलो नदीहरूमध्येमा पर्छ। अनि माछाहरू पनि प्रशस्त मात्रामा पाइन्छ। यो चाहिँ पछि यो बाढीले भत्काइसी बनाएको यो बेलब्रिज हो। अनि यहाँभन्दा अलिकति हामी पर गयौँ भने हामीले यो माथिको भाग पनि हामी देख्दैछौँ। यो चाहिँ झोलुङ्गे पुल जुन हामीले पहिला जुन यो बेलब्रिज यो मोटर बाटो निर्माण हुनुभन्दा अगाडि हामी प्रयोग गर्थ्यौँ। त्यही ब्रिजलाई हामी प्रयोग गरेर यो झोलुङ्गे पुललाई प्रयोग गरेर हामी चाहिँ नि ओहोरदोहोर गर्ने सल्लेरीसम्म जाने आउने गर्थ्यौँ। यो हाम्रो मुख्य बाटो। अहिले चाहिँ अब यो मोटर बाटो बनेको छ। यो नै फेरि पछि यो बाढीले बगाइसके पछाडि बनाएको यो पुल हो। यसबाट मोटर आवत जावत गर्ने काम गर्छ। अनि
त्यसो छ। अनि यो चाहिँ तल यो त्यो बाढीले गएको बेली ब्रिजको यो पिलर हो, त्यो सपोर्ट हो तलबाट। अनि हामी त्यो देख्न सक्छौँ। यो परको चाहिँ पक्की पुल निर्माण गर्नको लागि बनाइएको यो पिलर हो। यो पनि भत्काइसक्यो, अब यो युजलेस अवस्थामा छ। सायदै अब यो पक्की पुल यो ठाउँमा निर्माण गर्नु टाइम लाग्छ होला, त्यस्तो छ। अनि त्यो हामी देख्न सक्छौँ। अब यहाँबाट उता निस्केर म अब सोताङ जाँदैछु। यहाँबाट उता निस्केर सोताङ, त्यहाँबाट माथि म सोताङ पुग्छु। अहिले म सोताङको सालपाती भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट हामी यो पारिपट्टि लखिम जाने बाटो देख्छौँ। त्यो बाटो मैले निकैचोटि यात्रा गरेको छु। यो घनघोर जङ्गल छ। यता हेर्दाखेरि प्राकृतिक सुन्दरता भए पनि त्यो अत्यन्तै अप्ठ्यारो बाटो। यो चाहिँ अत्यन्तै भिरालो छ। यहाँदेखिको भिर हो। यो वनस्पतिले ढाकेको छ। यहाँबाट खस्यो भने लगभग 1.5-2 किलोमिटर तल लड्दै गएर एकैचोटि हुवा खोलामा मान्छे पुग्छ। भने चाहिँ अब यो वनस्पतिले ढाकेको छ। अनि सोताङ जाने बाटो, अनि यता हुँदै सोताङ जानुपर्छ। अनि सोताङ जाने बाटो चाहिँ यो त्यसै माथिदेखि नै सोताङकै विभिन्न ठाउँहरू। यो पाथिभारा भन्छ, त्यहाँ माथि बादलको मुनिको भाग एक्ज्याक्टली मलाई पनि थाहा भएन, तर मलाई लाग्छ यो पाथिभारा भन्ने ठाउँ हुनुपर्छ। अनि यो चाहिँ माथि लखिम निस्किने बाटो हिसाबले साह्रै उकालो छ, साह्रै उकालो छ। 3-4 घन्टा नन स्टप हिँड्यो भने 3-4 घन्टा हिँडिसके पछाडि उहाँ खोलाबाट यो माथिको डाँडा पुग्न सकिन्छ। त्यो डाँडाबाट चाहिँ तेर्सो बाटो छ, त्यहाँबाट लखिम जाने हो। जनता मावि पुग्न सकिन्छ त्यहाँबाट। अनि त्यस्तो छ। अब यतापट्टि हामी चराचुरुङ्गीहरू अनि विभिन्न किसिमका जीव जनावरहरू प्रशस्तै मात्रामा भेट्छौँ। धेरैचोटि हामीलाई यहाँ यो मृग र चाहिँ ढेँडोले हामीले तर्साएको छ। तैपनि यो बाटोमा हामी हिँड्नु नै पर्थ्यो। यो बाटो हाम्रो मूल बाटो हो। अनि त्यही भएको कारणले धेरै कष्ट गरिएको छ यो बाटोमा। यो पुरै सगरमाथा चढ्नुभन्दा पनि मुस्किल जस्तो ठाउँ छ। पानी एक थोपो पाइँदैन। अनि पानी नपाइने ठाउँ भएको कारणले यो बाटो हिँड्न सबैलाई जटिल हुन्छ। कोही साथीहरू नयाँ यो हुँगा खोलाको बाटो हुँदा यो माथि डाँडा निस्कँदैन हुन्छ भने कृपया तपाईँहरूले पानी प्रशस्त मात्रामा बोक्नु होला, होइन भने डिहाइड्रेसन भएर मान्छे मर्न सक्ने सम्भावना हुन्छ। यो पारी जुबुको भाग देख्नुहुन्छ, यो नेचा पारिदेखि डाँडा, यो नेचा सल्यानको भाग हो। यहाँबाट नेचा सल्यानको यो पाटोहरू पनि देख्न सक्छौँ हामी। अनि यस्तो छ साथीहरू यो, तर नेचुरल्ली चाहिँ यो ठाउँ साह्रै ब्युटिफुल छ। अब म यो बाटो हुँदै सोताङ प्रस्थान गर्छु। अब सुन्दर ठाउँ छ। मैले सोताङको यो हुलु डाँडा आइपुगेको छु। यहाँबाट यो सोताङ गाउँपालिकाको माथिको यो सेतो भवन, त्यो माथिदेखि नै दुईवटा व्हाइट कलरको सेतो रङको भवन छ। त्यो पल्लो चाहिँ गाउँपालिका भवन हो। वल्लो अलि लामो यो चाहिँ कभर हल त्यहाँको त्यो अलिकति पिण्ड त्यो स्पोर्ट्सहरूको लागि त्यो कभर हल बनाएको छ। त्यो परदेखि नै थुप्रै घरहरू देखेको छ। यो चाहिँ शिवटार बजार सोताङको सबैभन्दा ठुलो बजार र कोशी वारीको यो सबैभन्दा ठुलो बजार पर्छ। अनि यहाँ यो पर त्योभन्दा अलिकति परतिर मेरो घर हो। अनि पर यो पहिरोदेखि नै चाहिँ महाकुलुङ गाउँपालिका वार्ड नम्बर 1 पर्छ। आज मौसम अत्यन्तै सुन्दर छ, मौसम क्लियर छ। अनि मौसम क्लियर भएको कारणले गर्दाखेरि आजको यात्रा पनि रमाइलो भइरहेको छ। म यो ठाउँमा आइपुगेको छु। आज म तपाईहरुलाई देखाउँदैछु। यो बादलले ढाकेको छ हल्का फुल्का, तैपनि भोलि पनि मौसम सफा हुने अवस्था हामी देख्न सक्छौँ। यहाँबाट हामी यो बाटो हुँदै पर पुग्नुपर्छ।
यो चाहिँ सोताङ गाउँपालिकाको एउटा रिमोट एरिया गाउँ हो। यहाँ सबैभन्दा टाढो गाउँ जस्तो लाग्छ मलाई। यो चित्रे भन्छ के अरे यसलाई। यो माथिदेखि नै त्यहाँ पनि शेर्पा समुदायका दाजुभाइ दिदीबहिनीहरू बसोबास गर्नुहुन्छ। अनि यो भिरको बाटो हुँदै जाने हो खासमा। यो मलाई थाहा छैन माथिबाट रोड चाहिँ पुग्न आँटेको छ अरे भन्ने सुनेको हो, तर अब एक्ज्याक्टली मलाई थाहा छैन अब यो पुग्न लागेको छ कि छैन। तर यो माथि पुग्नु चाहिँ साह्रै मुस्किल छ। पालिकाले पनि अब यहाँको जनताहरूको निमित्त रोडको एक्सेस चाँडोभन्दा चाँडो पुर्याउनुको निमित्त फोकस गर्नुपर्छ भन्ने लाग्छ। किनकि सबै जनताहरू सेम हुन्, सबै जनताहरू उही नै हुन्। त्यसैले यो चाहिँ पालिकाको जिम्मेवारीभित्र पर्छ भन्ने लाग्छ मलाई चाहिँ। हस्, धन्यवाद तपाईँले हेरिदिनु भएको लागि।